नेपाली वुमेन्स क्रिकेट टिम 2026 मा हुन गइरहेको T20 वर्ल्ड कप ग्लोबल क्वालिफायरमा पुगेका छन् र यो एकदमै खुसीको कुरा हो। सो ह्युज कंग्रेचुलेसन्स टु होल वुमेन्स टिम। ओके, अब यो जुन ग्लोबल क्वालिफायर छ जसमा नेपालले आफ्नो स्थान पक्का गरेको छ यसको बारेमा कुरा गरौँ। नेपालको आउने जुन ग्लोबल क्वालिफायरको जर्नी छ सजिलो त हुनेवाला छैन है। इंग्ल्यान्ड, अस्ट्रेलिया, इन्डिया, न्युजिल्यान्ड, साउथ अफ्रिका, वेस्ट इन्डिज, पाकिस्तान, श्रीलङ्का अलरेडी क्वालिफाई भइसकेका छन् T20 वर्ल्ड कप 2026 का लागि। अब बाँकी टिम ग्लोबल क्वालिफाई खेलेर पार्टिसिपेट गर्नेछन् जसमा 10 वटा टिम पार्टिसिपेट गर्दैछन् इन्क्लुडिङ नेपाल। र यो ग्लोबल क्वालिफायरमा खेल्ने 10 वटा टिम मध्येमा 4 वटा टप टिम्सहरू क्वालिफाई गर्नेछन् 2026 मा हुने T20 वर्ल्ड कपको लागि। अब यो 10 वटा टिम जुन छन् ग्लोबल क्वालिफायरमा यसमा नेपाल, थाइल्यान्ड, स्कटल्यान्ड, बंगलादेश र युएसए ले आफ्नो स्थान पक्का गरिसकेका छन्। बाँकी 5 वटा टिम क्वालिफाई हुन बाँकी छन् जुन युरोप क्वालिफायर, अफ्रिका क्वालिफायर र EAP अर्थात् ईस्ट एसिया पेसिफिक क्वालिफायरबाट जितेर आउनेछन्। त्यसैले जबसम्म यी 5 वटा टिमहरू क्वालिफाई हुँदैनन् तबसम्म ग्लोबल क्वालिफायरको म्याचेसहरू सुरु हुँदैन। मेबी आफ्टर सेप्टेम्बर नै ग्लोबल क्वालिफायरका म्याचेसहरू सुरु हुनेछन्।